वेलकम फ्रेन्ड्स, तपाईहरू सबै कस्ता हुनुहुन्छ? आशा गर्छु तपाईहरू धेरै राम्रो हुनुहुन्छ। साथीहरू, आज म तपाईहरूको लागि भारतको सबैभन्दा उत्कृष्ट र शक्तिशाली प्रोडक्ट आधारित कन्सेप्ट लिएर आएको छु, जसमा जोडिएर तपाईले 2026 मा दैनिक रूपमा ठूलो नाफा कमाउन सक्नुहुन्छ। साथीहरू, यो भारतको नम्बर 1 प्लेटफर्म हो जुन प्रोडक्ट बेस्ड क्षेत्रमा सबैभन्दा छिटो चल्ने र सबैभन्दा छिटो आम्दानी दिने अवसर हो। आज म यही कुरा तपाईहरू बीच साझा गर्न जाँदैछु, त्यसैले भिडियोको कुनै पनि भाग बिल्कुल स्किप नगर्नुहोस्। साथीहरू, यदि तपाईलाई यो अवसर राम्रो लाग्छ भने यो भिडियो आफ्ना साथीहरू, चिने जानेका मान्छेहरू र आफन्तहरूमा धेरै भन्दा धेरै शेयर गर्नुहोस्, ताकि यो भिडियो हेरेपछि उनीहरूले पनि आफ्नो जीवनका सबै सपना पूरा गर्न सकुन्। साथीहरू, 2026 मा यो कन्सेप्टले तपाईलाई करोडपति बनाउन सक्छ। त्यसैले मेरा प्रिय साथीहरू, आज म तपाईहरूको लागि जुन अवसर लिएर आएको छु त्यस अवसरको नाम हो रियल बायो केयर। साथीहरू, रियल बायो भारतको नम्बर 1 प्लेटफर्म हो। यस प्लेटफर्म मार्फत तपाईले आफ्नो भविष्य विकास गर्न सक्नुहुन्छ। रजिस्ट्रेसनको कुरा गर्दा 2025 देखि यो कन्सेप्ट बजारमा निकै तीव्र गतिमा चलिरहेको छ। तपाईहरू यसको आधिकारिक वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। कम्पनीको सपोर्ट सिस्टमको कुरा गर्दा यो अत्यन्त उत्कृष्ट र शक्तिशाली छ। यहाँ 24 घण्टा 7 दिन तपाईको समस्या समाधान गरिन्छ र कुनै पनि समस्या भएमा केही मिनेटमै समाधान गरिन्छ। अब बिजनेस प्लानको कुरा गरौँ। नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गरेर यो बिजनेस प्लान डिजाइन गरिएको छ, जुन अत्यन्त शक्तिशाली कन्सेप्ट हो। यहाँ विभिन्न प्रकारका आम्दानीका बारेमा कुरा गरिनेछ। सबैभन्दा पहिले तपाई यहाँबाट डाइरेक्ट इन्कम कमाउन सक्नुहुन्छ, लेभल इन्कम पनि कमाउन सक्नुहुन्छ, रिपर्चेज इन्कम पनि प्राप्त गर्न सक्नुहुन्छ, र्याङ्क पर्फर्मेन्स इन्कम पनि कमाउन सक्नुहुन्छ, फ्रेन्चाइज इन्कम पनि यहाँबाट शानदार रूपमा प्राप्त हुनेछ। अर्थात् तपाई यहाँबाट सबै प्रकारका आम्दानीको आनन्द लिन सक्नुहुन्छ। अब प्रोडक्टको कुरा गरौँ। कम्पनीका प्रोडक्टहरू तपाई स्क्रिनमा देख्न सक्नुहुन्छ। यी प्रोडक्टहरू तपाई यहाँबाट किन्न पनि सक्नुहुन्छ। जोइन गर्दा पनि तपाईलाई यी प्रोडक्टहरू दिइन्छ र पुनः खरिद गर्नका लागि पनि धेरै प्रोडक्ट उपलब्ध छन्। कानुनी कागजातको कुरा गर्दा कम्पनीको एमएसएमई प्रमाणपत्र र प्यान कार्ड यहाँ हेर्न सक्नुहुन्छ। सबै आवश्यक कानुनी कागजात कम्पनीसँग उपलब्ध छन्। अब प्लानको बेसिक कुरा गरौँ। यहाँ सुरु गर्नका लागि एमआरपी 1449 रुपियाँ राखिएको छ, जसमा तपाई जोइन गर्न सक्नुहुन्छ। यसको डीपी मूल्य 1200 रुपियाँ हुन्छ। रिटेल प्रफिटमा तपाईलाई 20% अर्थात् 300 रुपियाँ प्राप्त हुन्छ। फ्रेन्चाइज प्रफिट 7% अर्थात् 70 रुपियाँ हुन्छ। पीवीको मूल्य 100 पीवी हो, जुन 1200 डीपी मूल्य अनुसार विभाजन गरिएको हुन्छ। अब लेभल इन्कमको कुरा गरौँ। यहाँ इन्कमको गणना 100 पीवी इन्टु 1200 डीपी अनुसार गरिएको छ। पहिलो लेभलमा तपाईलाई 13% इन्कम मिल्छ, दोस्रो लेभलमा 8%, तेस्रो लेभलमा 5%, चौथो लेभलमा 4%, पाँचौं लेभलमा 3%, छैठौं लेभलमा 2%, सातौं लेभलमा 1% लेभल इन्कम मिल्छ। त्यसै गरी आठौं लेभलमा 0.5% इन्कम हुन्छ, नौं लेभलमा 0.5% इन्कम मिल्छ, 10औं लेभलमा 0.4%, 11औं लेभलमा 0.4%, 12औं लेभलमा 0.3%, 13औं र 14औं लेभलमा 0.2% इन्कम हुन्छ र 15औं लेभलमा साथीहरू तपाईले यहाँ 0.1% इन्कम पाउनुहुनेछ। अब कुल जेनरेसन इन्कमको कुरा गरौँ भने यहाँ 47.60% भाग राखिएको छ, अर्थात् 100 पीवी अनुसार 286 रुपियाँ। अब रिपर्चेज इन्कमको कुरा गरौँ। पहिलो लेभलमा तपाईले 10% इन्कम पाउनुहुन्छ, दोस्रो लेभलमा 5% कमाई हुन्छ, तेस्रो लेभलमा 4% इन्कम पाइन्छ, चौथो लेभलमा 3% कमाई हुन्छ, पाँचौं लेभलमा 2% इन्कम हुन्छ, छैठौं लेभलमा 1% इन्कम हुन्छ, सातौं लेभलमा रिपर्चेज मार्फत 0.5% इन्कम हुन्छ, आठौं लेभलमा पनि 0.5% इन्कम हुन्छ, नवौं लेभलमा 0.4% इन्कम पाइन्छ, 10औं लेभलमा 0.4%, 11औं लेभलमा 0.3%, 12औं लेभलमा पनि उही 0.3% पाइन्छ, 13औं र 14औं लेभलमा 0.2% इन्कम हुन्छ र 15औं लेभलमा 0.1% इन्कम हुन्छ। कुल रिपर्चेज इन्कम 27.9% राखिएको छ, अर्थात् 100 पीवी अनुसार 167 रुपियाँ। त्यसैले साथीहरू, तपाईहरूले यो इन्कमको फाइदा लिन सक्नुहुन्छ।
अब अर्को इन्कम हो एक्टिभेसन इन्कम। यहाँ मासिक रूपमा आफैले 100 PV अर्थात् 1200 DP अनुसार प्रोडक्ट किन्नुभयो भने तपाईको आइडी एक्टिभ रहन्छ र तपाईँ इन्कम कमाउन सक्नुहुन्छ। नन एक्टिभ आइडीमा कुनै पनि इन्कम पाइँदैन। अब लेभल अनलकको कुरा गरौँ, जुन तपाईले डिरेक्ट रेफरल गरेर खोल्नुपर्छ। पहिलोदेखि तेस्रो लेभलसम्म कम्तीमा 1 वटा डिरेक्ट गर्नु अनिवार्य हुन्छ। चौथोदेखि 6औं लेभलसम्म इन्कम लिन 2 वटा डिरेक्ट रेफर गर्नुपर्छ। 7औंदेखि 9औं लेभलसम्म 3 वटा डिरेक्ट रेफर पूरा गर्नुपर्छ। 10औंदेखि 12औं लेभलसम्म 4 वटा डिरेक्ट रेफर चाहिन्छ र 13औंदेखि 15औं लेभलसम्म कुल 5 वटा डिरेक्ट क्वालिफाई गर्नुपर्छ। यसरी तपाईले 15 लेभलसम्म इन्कम कमाउन सक्नुहुन्छ। अब र्याङ्क सिस्टमको कुरा गरौँ, जुन PV मा आधारित छ। यदि तपाईँ स्टार र्याङ्कमा पुग्नुभयो भने मासिक रूपमा 5000 PV टिम क्वालिफाई गर्नुपर्छ र तपाईले 3% पाउनुहुन्छ। सिल्भर र्याङ्कमा 10000 PV टिम जहाँ 5% पाइन्छ। गोल्ड र्याङ्कमा मासिक 25000 PV व्यवसाय गर्दा 8% इन्कम पाइन्छ। डायमन्ड र्याङ्कमा मासिक 50000 PV व्यवसाय गर्दा 10% बोनस पाइन्छ। यो मासिक बोनस हो। अब टर्म्स एन्ड कन्डिसन्सको कुरा गरौँ। यहाँ सामान्य साना मोटा शर्तहरू राखिएका छन्। यदि तपाईँ विथड्र गर्न चाहनुहुन्छ भने मासिक रूपमा आफ्नो अकाउन्टमा पैसा निकाल्न सक्नुहुन्छ। मिनिमम विथड्र 2000 रुपियाँ हो। विथड्र गरेपछि 24 घण्टाभित्र पैसा तपाईँको अकाउन्टमा ट्रान्सफर हुन्छ। डिपोजिट र विथड्र अनलाइन ट्रान्सफर मार्फत गर्न सकिन्छ। ट्रान्ज्याक्सन शुल्क 10% राखिएको छ। विथड्रका लागि कुनै विशेष अतिरिक्त शर्त छैन। तपाईँ सजिलै पैसा निकाल्न सक्नुहुन्छ। साथीहरू, यो भारतको नम्बर 1 प्लेटफर्म हो जसले यस कन्सेप्ट मार्फत तपाईँलाई जीवनका सबै सपना पूरा गर्ने उत्कृष्ट अवसर दिएको छ। त्यसैले यो भिडियो आफ्ना साथीहरूमा धेरैभन्दा धेरै शेयर गर्नुहोस् ताकि तपाईँले आफ्नो जीवन र आफ्नो टिम दुवै विकास गर्न सक्नुहोस्। यहाँ तपाईँलाई जीवनका सबै सपना पूरा गर्ने सुनौलो मौका मिल्नेछ। त्यसैले साथीहरू, फेरि भेटौँला अझ राम्रो जानकारी र नयाँ अपडेटका साथ। तबसम्म आफ्नो ख्याल राख्नुहोस्। ठीक छ, सबैलाई धेरै माया साथीहरू।